बिहा गरिसक्यो तिमीले? छिटो ल एउटा छोरा छ। एउटा छोरा पनि? भाइ मोबाइल लिन गएको कतिवटा मोबाइल आउँछ हेर्दै गर्ने तपाईँहरू आज कतिवटा सब्सक्राइबर बढ्ने भयो अरे भात खाना आएको ल टक्क सब्सक्राइब गरेर मात्रै हुँदैन भिडियो पनि लुकिङ दिने नि है भिडियो पनि हेर्ने आम्म दुईटा भाइ चारवटा ल दुईटामा भयो यो आम्मा मोबाइल फेरि अर्को आयो तीनटा ल तीनटैबाट भयो टक्क अनि सब्सक्राइब भयो होइन के गर्ने भनेपछि तिमीले हेर्ने टक्क मजाले यो आइडीबाट भयो पछि छोड्यौ तिमी आफैले युज गर अहिले टक्क तिमी बिजी होला हौ तिम्रो यहाँ भिडियोमा आइसक्यो तिमी टक्क म तिम्रो हाल्छु अब रेकर्ड भइसक्यो बुझ्यौ नि तिम्रो नाम के हो रोशन रोशन भाइ ल मासु खाना आएको मुला खाइयो काँक्रा मासु खानै पाइँदैन सरले एक्लै हालिदिनुहुन्छ सबै मगाउनु नि त मासु पचाउनु मुले त मेरो हो नि त मुले फेभरेट छोटो हो तिमी अब बेला गर न अरूसँग माग है भाइ म ठ्याक्क थाहा पाएको तिमीले गर्यो भनेर मेहनत गर्ने खालको मान्छे हो उहाँ उता पुनर्वास हो अहिले हामी उतै घुम्न जाला भाइ बन्द तालतिर बन्द ताल थाहा हो त्यतै घुम्न जाला अहिले हामी ओहो यहाँबाट यता कस्तो राम्रो देखेको अरे टक्क पहेँलो तोरी फुलेको हुनाले होइन टक्क उतै पानी ट्याङ्कीको कलरसँग नि म्याच गरेर आएछ कि कस्तो दामी उहाँको त जङ्गल हेर न कस्तो दामी देखेको ल कहाँ जान्छ ल ए ल ल ल ल ल ल ल अघि हामी यहाँ फाप्लामा चाहिँ आउनुपर्ने थियो कि मोटा होइन बस्नलाई यत्तिकै यसो घाम ताप्नलाई यहाँ चाहिँ दामी गेम भइरहेको जस्तो लाग्छ क्रिकेट मलाई यहाँ हेर न ऊ भइरहेको रहेछ जन्तीहरू भागेर यता आएर भिडियो बनाएको सूचना हामी तिमी म सागर भाइ राजेश भाइ गएको बेला यहाँ बसेर के अरे डान्स गरेको टिकटक बनाएको याद छ कि छैन त्यो भ्लग पनि छ नि हाम्रो यहाँको राज भाइको उसमा ए सागर भाइकोमा बबाल रमाइलो गरेको कत्रो यो सिम्बल गोर्खु कहाँ जान लाग्यो जेब्रा झोला टाउकोमा हालेर सरर हातमा कसैले बोकेर दाइले यहाँ गाउँमा पानी लाउनु लाग्नु भयो जस्तो छ पाइप तन्काएर 4:35 राजपुर पुगियो राजपुरबाट के गर्ने हामी राइट गयो भने धनगढी लेफ्ट गर्ने अत्तरिया लेफ्ट नै जाउँ होइन त लेफ्ट नै जाउँ प्लान चाहिँ हाम्रो अत्तरियासम्मको छ होइन तर हामीलाई झ्याउ लाग्यो भने हामी गोदावरी पनि पुगेर आइदिनु सक्छौँ झ्याउ लाग्नु पऱ्यो है त्यहाँ गएर जाउँ अहिले चाहिँ अँध्यारो भइसकेको छैन धुलो कस्तो हो यो बादलै लागे जस्तो प्रभु ए हामी के अत्तरिया पुग्यौ क्या के धनगढीमा त यस्तो धुलो छैन त ए अझै अगाडि हो बोर्डर इलाका त्यस्तै त्यस्तै हुन्छ अलिअलि धुलो हुन्छ अब सुन न 4 घन्टाको लागि धनगढीलाई बाई बाई है कति घन्टाको लागि फोन नआउन्जेलसम्मको लागि ल कसको अत्तरिया पुग्न लाग्यो है गाइज हामी चाहिँ डरलधुरा यहाँबाट नि अझै 119 किलोमिटर गोदावरी नगरपालिकामा चाहिँ यस्तो यो छ कि यो राम्रो चिज भनेको यस्तो यो फुलहरू छ टक्क अनि तार छैन कि मेन हेर न माथि यसमा अन्डरपास हो कि तार चाहिँ पोलहरूमा हाम्रो त धनगढीमा तार छ होइन यहाँको स्ट्रिट लाइटमा छैन नयाँवाला भन्दा नि अब त्यही वालालाई तलबाट गरिदियो तार मजाले तलबाट सिस्टम
राम्रो हो, धेरै राम्रो, सफा देखिन्छ नि त, हेर न। ओहो, चेकिङ पो छ जस्तो छ त यार। मेरो त बिलबुक लाइसेन्स सब खतम छ, खतम। नरोक्नु है सर, तपाईँले रोक्नुभयो भने मेरो 500 रुपियाँ स्योर गयो। रोक्नुहुन्छ 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 रोक्नु भएन। यो यस्तो बत्तर आइरहेको थियो नि, त्यसलाई रोके जस्तो छ। इन्डियन नम्बर प्लेटको छ नि त। अनि ल हेर्नु कस्तो दामी छ नि त। टक्क भित्र अलग सोसाइटी टाइपको के होइन, टक्क अझै हरियाली रुखसुखहरू रोपेर यस्तो दामी। भित्रै जिल्ला भित्रै 2-3वटा फुटबल ग्राउन्ड छ, बास्केटबल कोर्टहरू छ होइन, अनि पार्टी हलहरू छ, के छ क्या अब त्यहाँभित्र। लगाइज हामी चाहिँ अत्तरिया चोक पुग्यो। अब के चाहिँ गर्ने भन्ने कुरो कहीँ बसेर डिसाइड गर्नुपर्छ हामी। फ्याक्क मेरो फोन पनि आयो फेरि, कसको हो। के गरौँ त त्यसो भए, हल्का एकछिन यतै जाउँ यतै जाउँ यता गएर यहाँ बसेर छिनोफानो गर्न मिल्छ, बाइक रोक्न। के गर्ने, अत्तरियै गर्ने कि यसो सर गएर हनुमानजी दर्शन गरेर आइदिने अत्तरी गोदावरी माथि। काहीँ नरोकिने, सिधै जाने सिधै आउने होइन, जाउँ होइन। ल कथाले अर्कै मोड लियो फेरि यहाँबाट, अब गोदावरी अब नै कहीँ बस्ने होइन, मोडा चुप्प लाग्ने, जाने सर र बाटोबाट एक लुकिङ दिने, त्यसपछि आइदिने। धेरै केही गर्नु पर्दैन त्यहाँ। बाटोमा चेकिङ चाहिँ नहोस्, अरू कुरो भने त्यस्तै हो। चिसो चाहिँ मलाई पनि भाहा होइन, रुगा लगाइरहा हो, सब बिस्तारै जाने हो। अझ माथि झन् चिसो होला फेरि, पहाडको ठाउँ। कसको रहेछ त आज बिहा भनेपछि, खगेन्द्र र आन्सा अरे। ल दुईजनालाई बधाई छ, भेरी शुभकामना, भेरी शुभकामना। एउटा मुटु चाहिँ यता तल खसे, अरू मुटुहरू माथि पिटिक भइरह। तपाईँहरूको मुटु चाहिँ जहाँको त्यहीँ होस् होइन, कसैको मुटु नभड्कियोस्। लगाइ हामी चाहिँ त्यही गरी पुग्यो। अब जे 2-3 किलोमिटर अगाडि हाम्रो बजरङ्गबली, जय हनुमान, उहाँको शालिग छ सबैभन्दा ठुलो, नेपालकै सबैभन्दा ठुलो, नेपालको विश्वकै सबैभन्दा ठुलो शालिग छ। हामी त्यहाँ जान्छौँ, दर्शन भेट गर्छौँ बाहिरैबाट, भित्र गइँदैन। अनि माछा मासु पनि खाइहाल्छ, के खाइहाल्छ, त्यो उनीहरूले हामी भित्र गइँदैन। बाहिरबाट जय हनुमान, जय बजरङ्गबली भन्ने, टक्क दर्शन गर्ने, अनि स्वाट्ट फर्किने, अनि अत्तरियामा बस्ने, 1 घन्टा फेरि अझै मासु खाने। हामीलाई मासु पुगेकै छैन होइन बडा। अब त हामीले त्यो खाना बाँकी नै छ नि, के अरे त्यो कचमली खाने, के खाने, अनि मजाले बिस्तारै घर जाने। हमारा भाई अमेरिका से आया है, देखो इधर देखो भाइ। के गरेको तिमी, कहाँ बाटोमा आएर खाइरहेको तिमी, उता जाऊ, अहिले हानिदिन्छ नि मान्छेहरूले फेरि। अनि ल हेर त यहाँ कति धेरै बिहा हो, बिया। दिदीहरूले पुरा हेर त यहाँ बाख्राको पेट टनक्क पेटै फुट्ला जस्तो छ त सबैको। हेर त खतरा अगाएर आएको यिनीहरू है जङ्गलबाट, खसी रहेछ फेरि सबै। पुरा त्यो बाँधेर ल्याएर जस्तो के, फुट्ला जस्तो टिमिक्क। सस्तोमा भएन त यति भएपछि होइन, जङ्गलको टक्क घाँस खायो। दाउरा त कहाँबाट खाने हो र, आउने बेला आफू चाहिँ दाउरा बोकेर आयो, टक्क काम खसी, रमाइलो छ। ओहो, म्याङ्गो रिसोर्ट कस्तो राम्रो देखिएको नि। धनगढीमा त बत्ती बलिरहेको छ त अलि, यस्तो किन हो। कस्तो उज्यालो अनि आनन्द। चिसो चाहिँ अलिकति भयो, नत्र मजा आइरहेछ राइड गर्न। आजको भ्लगलाई अब यहीँ बिट मार्नु पर्ला जस्तो लाग्यो मलाई। अब खाजासाजा खुवाई यताउता आज होला जस्तो छैन। मोडाको अलिकति प्रेसर, घरको काम यताउता जानुपर्ने भयो इमर्जेन्सीमा घरमा। द्याट्स वाइ म पनि घर गएँ होइन, यो चिसोमा म चाहिँ एक्लै कहाँ भौतरी नि हो र। घर गएँ गाइज। ल आजलाई यति नै। भोलि फेरि अब नयाँ स्पोर्ट काहीँ त्यस्तो मोटालाई ल जाउँ भन्यो, मन लाग्यो उसलाई घुम्न भने गइन्छ, होइन भने अब पनि घुम्न गइन्छ, काहीँ न काहीँ चाहिँ गइन्छ जहाँ गयो नि।
जहाँ गयो नि भेटै हुन्छ भन्दै अहिलेलाई हामी बिदा हौ हस्त नमस्ते गुड नाइट हस्त मैथुन होइन है फेरि